Hello everyone, welcome back to my vlog. र हजुरहरु कस्तो हुनुहुन्छ? आशा गर्दैछु एकदमै आफ्नो ठाउँमा राम्रो नै हुनुहुन्छ होला। सो मेरो चाहिँ भ्लग अलिक लेट नै आउँदै छ। मैले चाहिँ तिहारको पनि भ्लग हाल्न पाएको छैन, एडिट गरेर राखेछु र यो भ्लग आउने भन्दा अगाडि तिहारको चाहिँ मैले हाल्दिसकेको हुन्छु, हेर्नु होला। र म चाहिँ आज यहाँ के भन्नलाई आएको हो भने आज चाहिँ हाम्रो घरमा छ सानो पुन्टेको नरन र यो नरन चाहिँ हाम्रो चाहिँ अनलाइन हुनेवाला छ र मेरो चाहिँ जेठानी दिदी जापानमा हुनुहुन्छ, छोरा भएको छ। आज 11 दिन भयो र आज चाहिँ हामीले घरबाट यहाँबाट नरन गरिदिने अनलाइन र गुरुजीहरू पनि सबैजना आइसक्नु भएको छ। सबैजना भन्दाखेरि अब हामीले फ्यामिलीहरूले कसैलाई नबोलाएको, हामी घरको मात्रै छौँ र गुरुजी पनि आइसक्नु भएको छ। अब माथि पूजा गर्दै हुनुहुन्छ र मैले पनि अघि बिहानको सबै कामहरू सके, नानीलाई पनि सुताइदिएको छु। अब चाहिँ यहाँदेखिको चाहिँ भिडियो म बनाउने वाला छु, किनभने बिहान एकदमै हतार भएको थियो, मैले अरू भिडियोहरू चाहिँ बनाउन पाइनँ र मैले चाहिँ के बनाएँ र अनि अब के बनाउँछु र अगाडिको भिडियोमा के हुनेवाला छ। सो वाच टिल एन्ड है त। सो म चाहिँ यहाँ अब पुरी लिएर बसेको छु। पुरी चाहिँ अब म यहाँ तार्दैछु। मैले चाहिँ पुरी तार्न थालेको, चढाउनलाई चाहियो अरे। अनि हेर्नु न मेरो पुरी यत्रो खोइ त हौ, फर्किँदैन। यहाँ त कस्तो दामीको भएको बक्स खालको। यहाँ चाहिँ 3वटा तारेर राखिसकेको छु, तार्दैछु। म चाहिँ यो सर्टकट गरेको, अब गोलो बनाउनु टाइम लाग्छ नि त, अनि यो चाहिँ हो सर्टकट गरेको। यसरी एकैचोटि बेलो ठुलो अनि यसरी काटिदियो, कति सजिलो। म चाहिँ पुरी लिएर हिँडेको। यहाँ चाहिँ नरन चाहिँ यताभित्र हुनुहुँदो रहेछ। नमस्कार गर्ने। हाम्रो चाहिँ यहाँ अनलाइन नरन हुँदैछ। सानो भाइले गर्दैछ बुबु, अनि यहाँ चाहिँ मम्मी अनि बस्नु भएको छ। हाम्रो चाहिँ यहाँ अनलाइन नरन हुँदैछ गाइजहरू। यता हाम्रो सानो पुन्टे भाइ छ, पुन्टे भाइ बुबु खाँदैछ। यता चाहिँ गुरु पढ्दै हुनुहुन्छ। अब भाइको नाम चाहिँ यसलाई पूजा गर्नु ल। यहाँ के भन्छ हाम्रो दिदी, जापान र नेपालदेखि अनलाइन नरन हुँदैछ। हाम्रो चाहिँ भाइ चाहिँ सुते पुन्टु भाइ चाहिँ बुबु खाँदैछ। हेलो, भाइको नाम आज के हुन्छ? भाइ सुतिरहेको छ। आयन भनेको ठिकै हो, अबाटै भयो कि ट्याक्कै अ आ भनेको राशि पनि एउटै हुन्छ, नक्षत्र पनि सबै एउटै हुन्छ, त्यस कारणले अबाटै जुरेको छ होइन। पछि चिनाटिपा पनि चुन्टेको नरन गरियो। अब घाम तपाउने बाहिर। पुन्टीको पनि गरिएको कि पुन्टीले टेक्छ यहाँ? कि सानो टेक्छ? भाइले खुट्टा टेको, सानीको भाइले खुट्टा टेको। सदा बसत वैकुण्ठं सदा दर ओम त्राय देवेको त्रायो खमा या देवी सर्वभूतेषु लक्ष्मी रूपेण संस्थिता नमस्तस्यै नमो नमः।
सो नरन पनि सक्यो, मामहरू पनि खाइसक्यो र अब चाहिँ यो भिडियोलाई चाहिँ म यही एन्ड गरिदिन्छु। यो भिडियो चाहिँ म रेडी भएर एन्ड गर्दैछु किनभने बजार जानु छ र म अबको भिडियो चाहिँ गर्न पाउँदिनँ। सो त्यसले गर्दाखेरि यो भिडियो हजुरहरूलाई कस्तो लाग्छ, राम्रो लाग्छ भने लाइक फलो शेयर कमेन्ट गर्न नबिर्सिनु होला। थ्याङ्क्स फर वाचिङ, बाई।